ओभर अरू ठाउँमा अन्डरपास या ओभरपास वा अन्डरपास दुईटै प्रकारका तरिकाहरूबाट हामी ट्राफिक जामलाई अन्त्य गर्ने कोसिस गरिरहेका छौँ र यो कुरामा आम नेपाली जनताले देखिरहनु भएको छ, बुझिरहनु भएको छ देश विकासको बाटोमा कसरी अगाडि बढ्दैछ। अब यसमा केही मान्छेहरूलाई विकास भयो भन्ने कुराको पनि पीर चिन्ता छ। म कसैले पनि विकास भयो भन्ने कुरामा पीर चिन्ता नलिनका लागि आग्रह गर्न चाहन्छु। देश विकास गर्नुपर्छ, देश विकास हुँदैछ, देश विकास गरिनेछ। हामीले नगर तह, गाउँ तहदेखि नगर तहदेखि लिएर प्रदेश र केन्द्रीय तहसम्म सबै तहबाट सङ्घीय तहदेखि सबै तीनटै तहका सरकारहरू विकास निर्माणका काममा केन्द्रित हुनुपर्दछ। जनताको जीवनमा परिवर्तन ल्याउने कुरामा केन्द्रित हुनुपर्दछ। जनतालाई विकास कसरी अगाडि बढाउने कुरामा, ड्राइभ गर्ने कुरामा पोलिटिकल पार्टी र जनप्रतिनिधिहरूले यस काममा अगुवाई गर्नुपर्दछ। त्यसै गरेर प्रशासन, सरकारका विभिन्न निकायहरू विकास र सुशासन केन्द्रित भएर अगाडि बढ्नुपर्दछ। आजको समय यो हो, आजको समयको माग यो हो। यस अनुसारले अगाडि हामी बढ्दै गएका छौँ, बढ्दै जानेछौँ। यसरी बढ्दै जानका लागि म सबैसँग आग्रह पनि गर्न चाहन्छु। हामीले कुनै पनि हालतमा आफूमा निराशा पैदा गर्न हुँदैन। असन्तुष्टि र निराशा होइन, हामीले आशावादिताका साथ हामी गर्न सक्छौँ, हामी आफैले गर्न सक्छौँ। यो चक्रमा चौडा गऱ्यौँ, यो चक्रमा सुरु गऱ्यौँ, चौडा गऱ्यौँ, फ्लाइओभर बनायौँ। त्यसकारण यी फ्लाइओभरहरू बनाएका यी सफलताहरू हामी चियर गर्छौँ। यस्ता सफलताहरू हामी पाउँदै जान हामी काम गर्दै जानेछौँ। म यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। लामो केही नभनौँ, यो एउटा महान सफलता भएको छ। यस्तो सफलताहरू हामी यस ठाउँमा अरू पनि विस्तार गर्दै जानेछौँ। विभिन्न देशका विभिन्न भागमा पुलहरू बनाउँदै गएका छौँ, बाटाहरू बनाउँदै गएका छौँ। हाम्रो प्राकृतिक विपत्ति आउने, कहीँ बाढी जाने, कहीँ पहिरो जाने, फेरि भत्काउने गरिरहेको छ, तर हामी हार मान्दैनौँ। त्यसलाई अझ बलियो गरी बनाउँछौँ र हाम्रो देशलाई सुगम देशमा परिणत गर्छौँ। दुर्गम देशबाट सुगम देशमा हामीले परिणत गरिसकेका छौँ। खाने पानीको समस्या देशभरि थियो। देशभरि डाँडा डाँडामा खोलाका पानीहरू पम्पिङ विधिबाट हामीले पुर्याएका छौँ। अथवा आज स्कुल, कलेज, क्याम्पस, युनिभर्सिटी जस्ता कुराहरू, अस्पतालहरू गाउँ गाउँमा हामीले पुर्याएका छौँ। एम्बुलेन्स सेवा विस्तार गरिरहेका छौँ र ती सबै कुराहरूका लागि कनेक्टिभिटी, बाटो, पुल यस्ता कुराहरू पूर्वाधारका पहिलो शर्त हो। सञ्चार, विद्युत यी क्षेत्रहरूमा हामी काम गरिरहेका छौँ। त्यसकारण म आग्रह गर्न चाहन्छु दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू विश्वस्त भएर देश विकासका काममा सरकारले अगुवाई गर्नेछ, यहाँहरूको साथ पाउने अपेक्षा गर्दछ। सरकार लागिरहेको छ र हाम्रो ब्युरोक्रेसीलाई म धन्यवाद भन्न चाहन्छु। ब्युरोक्रेसीका प्रयासहरू, कामदारका प्रयासहरू, जुन कामदारहरूले यस काममा योगदान गर्नुभएको छ सबैलाई म धन्यवाद भन्न चाहन्छु। इन्जिनियरहरू र सबै प्रकारका योगदानकर्ताहरूलाई धन्यवाद भन्दै आफ्नो मन्तव्य यहीँ टुङ्ग्याउँछु र यो सभा पनि यही अन्त्य भएको अघि नै भनिसक्नु भएको छ। मैले बोल्न सकिन सबै यो सभा पनि यही अन्त्य भएको छ। सबैलाई धेरै धेरै धन्यवाद। हाम्रो रविन्द्र साधौडे बोलायो।
त्यहाँको